आज हामी न्यायको लागि 23 वर्षसम्म लडेकी शान्तिको कथा सुनाउँदैछौँ। एउटा यस्तो कथा जहाँ न्याय नै हरायो। सोच्नुस् त, जसले रक्षा गर्नुपर्ने हो उनीहरू नै भक्षक बन्यो भने के होला? यो कुनै काल्पनिक प्रश्न होइन। नेपालकी एक महिलाको लागि यही प्रश्नले उनको जीवनमा 23 वर्ष लामो एउटा नटुङ्गिने कहाली लाग्दो रातको सुरुवात गरिदियो। ल सुरु गरौँ पहिलो खण्डबाट। यो कथाको सुरुवात हुन्छ एउटा यस्तो अपराधबाट जसलाई वर्दीले नै ढाकछोप गर्यो। कुरा हो सन् 2002 को। त्यो बेला देश माओवादी द्वन्द्वको चरम उत्कर्षमा थियो अनि त्यही बेला महोत्तरीको बर्दिवासमा 25 वर्षकै शान्ति आफ्नो सानो चिया पसल चलाएर बसेकी थिइन्। तर उनको जीवनमा त्यो अँध्यारो रात ल्याउनेहरू कोही बाहिरी थिएनन्। उनीहरू थिए सशस्त्र प्रहरी बलका 5 जना जवान। घटनाको त्यो दिन दिउँसो पसलमा आएर केही प्रहरीहरूले उनीसँग अश्लील हरकत गरे। शान्तिले हिम्मत गरेर प्रतिवाद गरिन्, तर उनीहरू तँलाई देखाइदिन्छौँ भनेर धम्की दिँदै गए। अनि त्यही रात मध्यरातको 1:30 बजे ती प्रहरीहरू जबरजस्ती उनको घरमा पसे, उनलाई घिसारेर मकैबारीमा लगे, सामूहिक बलात्कार गरे र मर्यो भनेर अचेत अवस्थामा नजिकैको जङ्गलमा फालिदिए। यो अपराध त कहानी लाग्दो थियो नै, तर त्यसपछि जे भयो त्यसले देखायो कि यो धोका केवल केही प्रहरीबाट मात्र होइन, पुरै प्रणालीबाट भएको थियो। हेर्नुहोस् त, पहिलो 14 दिनमा के भयो। पहिलो दिन गोठालाहरूले शान्तिलाई भेट्टाए। उनका बुवाले हमलावरको हुलियासहित प्रहरीमा उजुरी दिए। तर त्यसपछिको 12 दिनसम्म केही भएन। प्रहरीले आफ्नै मान्छे विरुद्धको उजुरीलाई पुरै बेवास्ता गर्यो। 13औं दिनमा एउटा नाम मात्रको छानबिन समिति बनाइयो। अनि 14औं दिनमा सोच्नुहोस्, 14औं दिनमा बल्ल DNA परीक्षणको लागि स्वाब सङ्कलन गर्ने प्रक्रिया सुरु गर्न एउटा पत्र काटियो। अब यो चेन अफ कस्टडीको कुरा बुझौँ। यो भनेको के हो भने कुनै पनि प्रमाण भेटिएदेखि अदालतसम्म पुग्दा कसको हातमा गयो, कसरी सुरक्षित राखियो भन्ने कुराको पुरा रेकर्ड हो। बलात्कार जस्तो संवेदनशील केसमा त DNA प्रमाणको लागि 24 घण्टाभित्र स्वाब लिनु एकदमै जरुरी हुन्छ, नत्र प्रमाण नै काम नलाग्ने हुन सक्छ। त्यसैले 14 दिनको ढिलाइ यो गल्ती थिएन, यो त जानी सबैभन्दा बलियो प्रमाणलाई मेटाउने षड्यन्त्र थियो। हो, अनुसन्धानको सुरुवातमै यस्तो धोका भएपछि के भयो त? यसको परिणाम भयो 2 दशक लामो पीडादायी कानै खाने सन्नाटा। 20 वर्ष। सोच्नुहोस् त, यो 20 वर्षमा देश कहाँबाट कहाँ पुग्यो। तर शान्तिको न्यायको फाइल, त्यो त सरकारी दराजको कुनै कुनामा धुलोले पुरिएर बस्यो। यो विरोधाभास हेर्नुहोस् त कस्तो छ। एकातिर 2006मा देशमा गृहयुद्ध सकियो, 2008मा राजतन्त्र हट्यो, 2015मा नयाँ संविधान आयो, देश अघि बढिरह्यो। तर अर्कोतिर शान्तिको केस 2002देखि 2022सम्म जहाँको त्यही 1 इन्च पनि अघि बढेन। राष्ट्रिय मानवाधिकार आयोगले आफ्नो प्रतिवेदनमा एउटा निकै मार्मिक कुरा लेखेको छ। त्यो घटनाले उनलाई एक जिउँदो लास बनायो। सायद यो एउटै वाक्यले ती 20 वर्षको मौनता र त्यसले दिएको मानसिक पीडालाई बयान गर्न काफी छ। तर 20 वर्षको त्यो लामो अन्धकारपछि एउटा राष्ट्रिय संस्थाले कदम चाल्दा न्यायको एक झिनो दियो बलेको थियो। यो संस्था थियो राष्ट्रिय मानवाधिकार आयोग अर्थात् NHRC। आयोगको प्रतिवेदनले न्यायको लागि एउटा स्पष्ट बाटो देखायो। उसले भन्यो, 5 जना अपराधीलाई मुद्दा चलाऊ, घटना ढाकछोप गर्ने 2 जना सिनियर पढी अफिसरलाई विभागीय कारवाही गर, पीडितलाई 6 लाख रुपियाँ क्षतिपूर्ति देऊ र त्यो बेला छिन्नमस्त बटालियनमा खटिएका सबैको छानबिन गर। मतलब अपराध र त्यसलाई लुकाउने प्रणाली दुवैलाई निशाना बनाइएको थियो। तर विडम्बना हेर्नुहोस्, त्यो सिफारिस गरिएको क्षतिपूर्ति पाउनका लागि शान्तिलाई नागरिकता चाहियो। तर त्यो घटनापछि मानसिक र शारीरिक रूपमा विक्षेप, आफ्नो घरठाउँबाट विस्थापित भएकी शान्तिले नागरिकता बनाउने कसरी? उनी आफ्नै देशमा परिचयविहीन बन्न पुगिन्। अनि त्यो झिनो आशाको दियो पनि सरकारी निकायहरूको एकअर्कालाई दोष थुपार्ने खेलमा धेरै बेर टिक्न सकेन। आयोगको रिपोर्ट आएको 3 वर्षसम्म पनि जवाफदेही निकायहरूले के गरे हेरौँ है त। गृह मन्त्रालयले भन्यो गोपनीयताले गर्दा जानकारी दिन मिल्दैन। सशस्त्र प्रहरी बलले त झन् अपराधी भेटिएन, हदम्याद पनि सकियो भनेर फाइल नै बन्द गरिदियो। महान्यायाधिवक्ताको कार्यालयको एउटै जवाफ, छानबिन गर्दैछौँ। अनि मानव अधिकार आयोग, हामीले त सिफारिस गर्यौं तर कार्यान्वयन भएन भन्दै निरीह बन्यो। एउटा यस्तो चक्र जहाँ कसैको कुनै जवाफदेहिता नै थिएन। र यो सबैले हामीलाई आजको दिनमा ल्याइ पुर्याउँछ,
जहाँ न्यायको पानामा हिसाब किताब अझै बाटी छ। त्यो बेला र अहिलेको यो तुलनाले मनै पोल्छ। 2002मा शान्ति 25 वर्षकी आफ्नो व्यवसाय गर्ने एक महिला थिइन्। आज 2025मा उनी 48 वर्षकी राज्यविहीन र त्यो कहाली लाग्दो रातको चोट बोकेर बाँचिरहेकी छिन्। र अपराधीहरू, त्यो बेला उनीहरू ड्युटीमा खटिएका प्रहरी थिए, आज उनीहरू स्वतन्त्र छन्, सायद बढुवा भए वा पेन्सन खाएर आरामको जिन्दगी बाँचिरहेका होलान्। यो अन्याय कति ठूलो छ यी अङ्कहरूले नै बताउँछन्। अपराध भएको 23 वर्ष बितिसक्यो। दोषी ठहर भएका अपराधीको संख्या 0। घटना ढाकछोप गरेकोमा कारबाहीमा परेका अधिकारीको संख्या त्यो पनि 0। प्रश्न यहीँनिर उठ्छ, जब न्याय दिने प्रणाली आफै 23 वर्षसम्म असफल हुन्छ भने यसको जवाफदेहिता कसले लिने?